धरान घुम्ने सोचमा हुनुहुन्छ भने यो भिडियो हेरेर अवश्य जानुहोला। सो वेलकम छ फेरि मेरो नयाँ ब्लगमा। आज हामीलाई केही कामले धरानतिर जानुपर्ने थियो। सो हामी धरान पुगेर काम छिटो सकाएर हामी साथीकोमा पुग्यौँ र साथीकोमा पुग्ने बित्तिकै आज यो हेर्न सक्नुहुनेछ। त्यहाँ हामीले बसेर एकदम मजाले खानासाना मिठो खाना खायौँ र त्यहाँदेखि हिँड्यौँ हामी भिडेटार जाने क्रममा हामीले बाटो बिग्रिएर एकदम नै तनाव भएको थियो। तर पनि यो भ्यूले मलाई मन छोयो। सो तपाईँ यो भ्यू एकछिन इन्जोय गर्नुहोला। एज अ कन्टेन्ट क्रिएटर गाइज यु नो कि अब जहाँ भ्यू राम्रो देखेँ एउटा भिडियो बनाम कि जस्तो हुन्छ। सो एउटा भिडियो बनाएर म फर्क्यौँ फेरि विराटनगरतिर। र मेन कुरा के रहेछ भने अहिले धरानको बाटो लास्ट बिग्रिएर बन्दै रहेछ। सो बन्द रोडको कारण हामीले घुम्न सकेनौँ। सो तपाईँहरू पनि फेरि स्याड भएर फर्किनुहुन्छ भनेर यो भिडियो हेरेर जाँदा अवश्य तपाईँलाई केही हेल्पफुल हुनेछ। र कपाल बिग्र म एकदम नै तनाव भएको थियो। सो एकदम रुमाल खोलेर मैले आफ्नो एकचोटि केही सिनेमेटिक लिएँ र त्यहाँबाट आउने बित्तिकै एकदम नै चिसो भएको थियो। सो तातो चिया खान क्याफे पुग्यौँ। सो आजको लागि यति नै। हस् त फेरि भेटौँला अर्को भिडियोमा।